खुलाम चुनौती दिन चाहन्छु। हामी ठाडो च्यालेन्ज गर्न चाहन्छौँ। नेपाल सरकारले, सुशीला सरकारले रहिरहेसम्म है, नेपाल प्रहरी, नेपाल आर्मी र सुरक्षा निकायलाई नपठाउन्। हामी व्यवस्था फाल्ने आन्दोलन गर्छौँ। व्यवस्था बचाउन चाहनेहरूले हामी सडकमा भिड्न आउन चुनौती दिन्छौँ। केपी ओलीको घर काङ्ग्रेसले जलायो भन्ने आरोप लगाएछन् हैन। भने अर्थ यो सबै विध्वंस मचाउने त काङ्ग्रेस एमाले माओवादी नै रहेछ नि त। पार्टीभित्र पनि गुट उपगुटमा आफ्नो कित्ताले अर्को कित्ताको लागि जलायो, त्यसरी भन्न मिल्यो। निर्दोष जेनजीहरूलाई फसाउन कति ठुलो ग्रान्ड डिजाइन गरेको थियो यिनीहरूले। हेर्नुहोस्, यिनी झापाको डढेको घर हेर्न जान्छु भन्ने बाहनामा यिनले आफ्नो जन्मथलो जहाँ जन्मे नि तेह्रथुमको त्यो आठराईको त्यो झुप्रो घर हेर्न जान्छु त भनेन नि। उनको त्यो झुप्रो घर पनि जलेको छ, थाहा छ कि छैन तपाईँलाई? झापाको घर जलेको हेर्छु भनेर भने किन भने भन्दा त्यहाँबाट नजिकै छ इन्डिया बोर्डर, त्यहाँबाट भागेर उनी कुलेलाम ठोक्नलाई। नमस्ते दर्शकबिन, हार्दिक स्वागत छ। पछिल्लो जल्दोबल्दो राजनीतिक घटनाक्रमको विषयमा चिरफार गर्नको निम्ति राष्ट्रवादी योद्धा मनोज सापकोटा हुनुहुन्छ। सर, सम्पूर्ण भिडियोमा स्वागत छ। हस्, धेरै धेरै धन्यवाद राज सर। के छ, आराम हुनुहुन्छ? ठिक छु एकदम। जेनजी युवा, जेनजी लिडरहरूले माइती घरमा भाइटिका मनाउँदै गर्दा एउटा भावविह्वल अवस्था देखिन्छ। जसरी जेनजी शहीदहरूको फोटोलाई माल्यार्पण गरेर तिहार मनाउँदै गर्दा यो सरकारले ती जेनजी, ती शहीद परिवारको किन पीडा बुझ्न नसकेको हो कि काम गर्दैछ? कसरी लिनु भएको छ? होइन, अहिलेसम्मको अवस्था हेर्दा बुझ्न नसकेकै हो। त्यसैले त सम्पूर्ण परिवार आफ्नो बालबच्चाको फोटोसहित माइती घरमा एउटा भावविह्वल दृश्य जुन स्तब्ध बनाउँछ राजनीति हो, त्यो यस्तो स्तब्ध बनाउँछ कि एउटै छोरा भए कि एकजना नेवार युवा जो होनहार थिए, देशको लागि लड्दै लड्दा उनको त वंशनाश भयो भनेर भन्दै हुनुहुन्थ्यो। आँसु आयो मेरो साँच्चै भन्दाखेरि। ती बहिनी 18 वर्षसम्म भाइटिका लगाएको बहिनीले, दिदीले त्यो भाइलाई यसपालि टिका लगाउनु पाएनन्। समय सापेक्ष जुन हेर्दा सेन्टिमेन्ट हानेको जस्तो, तर गभर्मेन्टलाई, सुशीला कार्की सरकारलाई धेरै ठुलो थ्रेट छ। तत्काल चाहिँ उनीहरूको माग सम्बोधन भएन भने वा दोषी हत्याराहरूलाई, जनहत्याराहरूलाई कारबाही भएन भने मलाई लाग्छ हिजो जुन भदौ 23-24 गतिको आन्दोलन भएको थियो त्योभन्दा पनि ठुलो आन्दोलनको लागि जेनजी युवाहरू आफै अगाडि बढ्छ। हामी त त्यसै अगाडि बढेकै छौँ। बुझ्नुभयो नि? अब आतङ्ककारीले जेनजी युवाहरूलाई आतङ्कवादी भन्दैछन्, लुटेरा भन्दैछन्, बदमास भन्दैछन्। यो देशमा केपी ओली भन्दा ठुलो आतङ्ककारी कोही छ? चैत 15 गते कसले मारेको 2 गोली 2 जना युवालाई? ती पनि जेनजी युवा नै थिए। यो देशमा केपी ओली भन्दा कोही आतङ्ककारी कोही छ? उनको प्रधानमन्त्री कालमा उनी आफै प्रधानमन्त्री छन्। अन्तिम साससम्म सुरक्षा निकायलाई गोली हान, मार जनता भनेर आदेश दिँदैछन्। सुरक्षा निकायले दिएको सुझाव सल्लाह मान्दैनन्, बाबु भनेर उल्टै हकार्छन्। नेपाल आर्मीलाई पनि हकार्छन्, टेर्दैनन्। आफ्नो कार्यकर्ताहरू, आफ्नो भातृ सङ्गठनका नेताहरू बोलाएर जहाँ जनतामाथि जाय लाग भन्छन्। जाय पनि लागेछन्। फेरि ध्यान दिनुहोस्, यहाँ यिनीहरूलाई फसाउनुपर्छ, यिनीहरूलाई सडाउनुपर्छ भनेर षड्यन्त्र हेर्नुहोस्। गगन थापाको घर जलाउन जाने एमाले केपी ओलीको सबभन्दा विश्वास पात्र विद्यादेवी भण्डारी, पूर्व राष्ट्रपति, जो नेसनलिस्ट राष्ट्रवादी नागरिकता विधेयक फेल गराएर बसेकी, अहिले एमालेलाई सुदृढीकरणतिर अगाडि लान्छु भनेर आँट कसेकी, सबैभन्दा पहिले विद्यादेवी भण्डारीको घर जलाउनलाई केपी ओलीले मान्छे पठाएछ। उनका विश्वास पात्र अहिले उसैको सुरक्षामा खटिएको केटा थियो, जो अहिले हिरासतमा छ, जेलमा छ। तर युथ फोर्सले त हाम्रो सङ्गठनका सदस्य होइनन् भनेर किन हुनु पर्यो विज्ञप्ति? केपी ओली 10 दिन जुन सैनिक संरक्षण लिएर बसेका थिए, लुकेर बसेका थिए, उनी आइसकेपछि उनको सुरक्षामा हिँड्दै गरेको त भिडियो फोटो नै बाहिर आइसक्यो नि उनको, त्यो युवाको समथिङ के थेबे भन्ने। उनी फेरि क्षिति थेबेको एकदमै विश्वास पात्रको रूपमा चिनिन्छन्। अनि एमालेकै तपाईँको डन भनेर चिनिने पूर्व मिलन चक्रे उनको निकटका रहेको भनेर प्रहरीले प्रतिवेदन बाहिर ल्याएछ। सम्पूर्ण कुराले त उनी केपी ओली निकटका देखिन्छ नि। केपी ओलीको सुरक्षामा खटेका युवा हुन्थे नि। सुन्नुहोस्, शेखर कोइरालाको घर कसले, शशाङ्क कोइरालाको घर कसले जलाएछ? केपी ओलीको घर काङ्ग्रेसले जलायो भन्ने आरोप लगाएछन् होइन। भने अर्थ यो सबै विध्वंस मचाउने त काङ्ग्रेस एमाले माओवादी नै रहेछ नि त। पार्टीभित्र पनि गुट उपगुटमा आफ्नो कित्ताले अर्को कित्ताको लागि जलायो, त्यसरी भन्न मिल्यो। निर्दोष जेनजीहरूलाई फसाउन कति ठुलो ग्रान्ड डिजाइन गरेको थियो यिनीहरूले। हेर्नुहोस्, आफू सेनाको संरक्षणमा गयो, तर जानु अगाडि सम्पूर्ण रूपले यो जलिसकेपछि आफ्ना संयन्त्रहरू खडा गरेर
घुसपेठीहरू पठाएर देशै ध्वंस बनायो भनेर त सरकारबाट हटे त हटे तर केही पनि बाँकी राख्दैन भनेर जलाएको त केपी ओलीले नै रहेछ नि त होइन र। जस्तो हिजो जेन्जी युवाहरूको एउटा आक्रोश पनि थियो, जसरी सिंहदरबार अदालत जे जलायो, जेन्जीहरूले जलाए, बालेन शाहले जलाए भन्दै गर्दा हिजो सुदन गुरुङले पनि माइती घरबाट उद्घोष गर्दै थिए सिंहदरबार फेरि पनि बनाउन सकिन्छ, हामी बनाउँछौँ, तर आमाको कोख फिर्ता हुन्छ, मारिएका जेन्जीहरू बनाउन सकिन्छ भन्ने उद्घोष अनि त्यहाँ परिवारका अगाडि उनीहरूले इमोसनल त्यो एउटा जुन तर रियालिटी पनि हो नि मनोज सर, मारिएकाहरू फिर्ता आउँछ होइन। त्यही त दोष लगाउन खोजेपछि उनको जवाब चाहिँ निकै सठिक थियो, त्यो सही छ, तर जलाएको पनि यो नेताहरूले हो, तपाईँ कुरै बुझ्नु भएको छैन। यिनीहरूलाई सिंहदरबार जलाउनु के को खाँचो नि? संसद भवनसम्म चाहिँ आक्रोश हुनसक्छ है, किनकि त्यहाँ 20-21 जनाको तपाईँको रगत बगेको छ, निधारमा गोली खाएर मरेका छन्। सम्पूर्ण जेन्जीहरूको आक्रोश संसद भवनलाई पुगिन सक्छ, हालाकि त्यो पनि गर्नु हुँदैन थियो है। सुन्नुहोस्, संसद भवनसम्म जेन्जीको आक्रोश हुनसक्छ, नेताको घर चाहिँ जेन्जीले जलाउन सक्छन् फेरि। तर मेरो प्रश्न छ केपी ओलीलाई, प्रचण्डलाई, शेरबहादुर देउवालाई, विशेष गरी सबभन्दा बढी तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई, तिम्रो घर जल्दै गर्दा तिम्रो छिमेकीले तिम्रो घर बचाउन किन आएन? त्यो बालकोटमा त 5000 मान्छे त बस्छन् होला नि हो। उनको दरबार वरिपरि जो केपी ओली दरबार छ, हिजो खाना नपाउने भिकारी हो केपी ओली, अर्का घरमा काम गर्न बसेको केपी ओली, उनको जुन दरबार छ, जुन राष्ट्रलाई दिइसके, ट्रस्टलाई दिइसके, मेरो त यसमा केही थिएन भन्दै यो त राज्यको क्षति हो भन्न भ्याइसक्यो। अनि दिनलाई त उनको हुनु परेन, के कर्म गरेर कमायो त त्यो सम्पत्ति? त्यो चाहिँ जवाफ दिन नसक्ने हरामी लुटेराहरू, गिरीबन्दीको 10,000 करोड खाने, यति उम्नीसँग साटकाट गर्ने, नेपालीलाई भुटानी बनाएर बेच्ने, कम्बोडियामा 30-35 अरब राख्ने, स्विस ब्याङ्कमा पैसा राख्ने, त्यो स्रोत के हो त तिमीहरूको? अहिले सम्पत्ति शुद्धिकरणको जुन छानबिन गरेर खोज्दैछन् सरकारले, सबैभन्दा यिनीहरूले बाउको बिहे त्यहाँ देख्दैछन्, आफ्नै बाउको बिहे देख्दैछन् यी सबैले। तपाईँलाई के लाग्छ उपत्यका बाहिर किन जान नदिएको होला सरकारले केपी ओलीलाई? यिनी झापाको डढेको घर हेर्न जान्छु भन्ने बाहनामा यिनले आफ्नो जन्मथलो जहाँ जन्मे नि तेह्रथुमको त्यो आठराईको त्यो झुप्रो घर हेर्न जान्छु त भनेन नि, उनको त्यो झुप्रो घर पनि जलेको छ, थाहा छ कि छैन तपाईँलाई? झापाको घर जलेको हेर्छु भनेर भने किन भने भन्दा त्यहाँबाट नजिकै छ इन्डिया बोर्डर, त्यहाँबाट भागेर उनी कुलेलाम ठोक्नलाई किन भाग्नु पर्छ? यो 100% भएको यिनीहरूलाई थाहा छ। म छानबिन समितिको प्रतिवेदन मान्दिनँ, जुन उसको लागि बोलायो, सोधपुछको लागि बोलायो भने पनि म जान्न, जसले बोलायो त्यो जाने भने होइन, जेलभित्र परे पनि म जेल परेको मान्दिनँ, म घरमै बसेको छु मान्छु भने भइहाल्यो नि केपी ओलीले। यिनले जाने जेल हो राजजी, यिनको सबैभन्दा सुरक्षित ठाउँ भनेको जेल हो। जेल चाहिँ कसले हाल्ने मनोज सर? यो सरकारले हाल्न सकेन भने यसलाई पनि अपदस्थ गरेर हामी जेल हाल्छौँ। हामीले खुलेआम चुनौती दिएछौँ, हामी आन्दोलन होमिसकेका छौँ। र छठपछि सर्वप्रथम म छठको शुभकामना दिन चाहन्छु। हिन्दूहरूको महान चाडहरू दसैँ सक्यो, तीजपछि दसैँ सक्यो, तिहार पनि सक्यो, अब पर्सि आइतबार छठ छ। हिन्दूहरूको महान चाड छठको सम्पूर्णमा शुभकामना दिँदै छठपछि हुने नेसनलिस्टहरूको, देशभक्तहरूको आन्दोलनको लागि तयार रहन म आग्रह गर्छु। सुशीला कार्की सरकार कमजोर भयो, राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिसँग झुक्यो, डरायो र जेन्जीको माग पुरा गर्न सकेन भने त्यो माग पुरा गराउनलाई हाम्रो आन्दोलन घोषणा भइसकेको छ। यो शान्तिपूर्ण विद्रोह, यो बौद्धिक विद्रोह र खुलाम चुनौती दिन चाहन्छु, हामी ठाडो च्यालेन्ज गर्न चाहन्छौँ। नेपाल सरकारले, सुशीला सरकारले रहिरहेसम्म है, नेपाल प्रहरी, नेपाल आर्मी र सुरक्षा निकायलाई नपठाउन्, हामी व्यवस्था फाल्ने आन्दोलन गर्छौँ। व्यवस्था बचाउन चाहनेहरूले हामी सडकमा भिड्न आउने चुनौती दिन्छौँ, खुलेआम चुनौती। अब वार र पारको लडाइँ हुन्छ राज्य, कि गर कि मर। हामी त कफन बाँधेर देशको लागि निस्केको 20औं वर्ष भयो, बुझ्नुभयो नि? जेन्जी आन्दोलनको यति ठुलो उपलब्धिपछि पनि मुलुकलाई धोका हुन्छ भने नेसनलिस्टहरूले, राष्ट्रवादीहरूले अब छोड्दैन कसैलाई पनि। यो शान्तिपूर्ण आन्दोलन, बौद्धिक आन्दोलन, फेरि पनि भन्दैछु, यो देश र जनताबाट उठेको पहिलो जनआन्दोलन हुन्छ जसले शान्तिको सन्देश दिन्छ। मलाई यस्तो विडम्बना लाग्छ नि राजजी, पृथ्वीनारायण शाहले खोइ मेरो मुलुक भन्यो भने के जवाफ दिनुहुन्छ?
राम शाहले खोइ न्याय भन्यो भने कहाँ के जवाफ दिनुहुन्छ? राजा महेन्द्रले मैले विकास गरेको पूर्वाधार खोइ, हामी 60% निर्यात गर्थ्यौँ यो मुलुकबाट, सपनामा आएर सोध्नु भयो त्यो अस्तित्व खोइ, महेन्द्र पथ खोइ, के जवाफ दिनुहुन्छ? अब ओली पथ, देउबा पथ, प्रचण्ड अब हाम्रा सन्ततिहरूले बाबा नेपाल खोइ भनेर सोध्यो भने हामीले जवाफ के दिने? कसैसँग जवाफ छैन। त्यो जवाफ दिनको लागि हाम्रो आन्दोलन हो। बुझ्नुभयो नि? विश्व सामु गर्वले छाती फुल्ने त्यो नेपाल र नेपाली, त्यो गौरवशाली इतिहास खोइ भनेर मेरो सन्तानले सोध्यो भने यो इतिहास यो हो भनेर देखाउनको लागि मेरो आन्दोलन हो। भनेपछि फेरि मान्छे मार्ने तपाईँहरू? मारिँदैन। देशद्रोहीहरू चाहिँ काटिन सक्छन्। सुन्नुहोस्, सुध्रिएनन् भने आफ्नो अपराधको सञ्जाल बचाउनको लागि यदि नेसनलिस्ट राष्ट्रवादीहरूसँग जुझ्न आउँछन् भने वारपारको लडाइँको त हामीले घोषणा गरिसकेका छौँ। हामी पछि हट्दैनौँ। राज्य हामीले त जेल बगिसकेका छौँ, गोली तातो गोली खाइसकेका छौँ। हाम्रा योद्धाहरू मरिसकेका छन्, वीरगति प्राप्त गरिसकेका छन्। त्यति धेरै वीरगति प्राप्त गरेका योद्धाहरूलाई आज यिनीहरूले लास बनाइदिएका छन्। इतिहासमा नि क्रान्ति पछिको वीरहरूलाई लास भनेर अपमानित गर्ने बाटोमा सुशील कार्की सरकार जाँदैछन्। तपाईँहरूले आन्दोलन गर्ने छुट्टै छैन, जाइताइ निषेध छ त। अब कसरी आन्दोलन गर्नुहुन्छ? होइन, जेनजी आन्दोलनको अघिल्लो दिनपछि पनि बेलुका 4 बजेपछि कर्फ्यू थियो, 2 बजेपछि नै। कर्फ्यू कसले लाउने? सरकारले लाउँछ। अनि आन्दोलन गर्न कसले नदिने? सरकारले नदिने। सरकारको सुशील कार्की। अनि प्रहरीहरूले पहिले जसै गरी हतियारसहित भित्रै बस्दियो भने के गर्ने? त्यसकारण हामीले आन्दोलनै गर्नु नपर्ने गरी तपाईँले मार्ग प्रशस्त गर्नुहोस्। किनभने म मनोज कुमार सापकोटा प्रधानमन्त्रीज्यू यहाँलाई गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। गृहमन्त्रीज्यू, सर्च गरियोस्, हाम्रो बारेमा अध्ययन गरियोस्। के को लागि हाम्रो लडाइँ हो त? हाम्रो लडाइँ नेपाल र नेपाली जनताको लागि हो। यो देशको सम्मान स्वाभिमान फर्काउनको लागि हो। इतिहास फेरि दोहोऱ्याउनको लागि हो। अनि के को आधारमा तपाईँ हामीलाई कारबाही गर्दै हुनुहुन्छ? के को आधारमा तपाईँ हामीलाई नजरबन्द लाउने प्रयास गर्दै हुनुहुन्छ? के को आधारमा साइबर ब्युरो लगाएर अनेक गरेर देशभक्तहरूलाई तर्साउने प्रयास गर्दै हुनुहुन्छ? खबरदार! तानाशाह केपी ओली त ढल्यो 24 घण्टामा। त्यही मार्गमा तपाईँहरू हिँड्ने दुष्प्रयास नगर्नुहोस्। होइन, जेनजी सरकार विरुद्धमा बोल्नुभयो नि त तपाईँहरू। कसरी जेनजी सरकार? जनतालाई भड्काउने। तपाईँ आफै भर्खर हिजो माइती घरमा जेनजीले न्याय पाएन भनेर सरकारलाई थ्रेट गरेको देख्नु भने भिडियो। अलि देश बुझ्न थाले जस्तो त त्यो सुदन गुरुङ भाइले केही देश बुझ्न थाले जस्तो छ। कम्ती उसले भन्यो त्यो भाइले, यो राजाले बनाएको देशको उहाँको परिवारको ठुलो देन छ, म सम्मान गर्न चाहन्छु। सम्मान गर्ने भने नि भाइ, किन्तु परन्तु नगरी श्रीपाज महाराधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव सरकारलाई राजगद्दीमा राख। त्यसपछि तिमी विरुद्धको शक्तिलाई हामी परास्त गर्छौँ। तिमीहरूको स्वार्थ होला यार मित्र, व्यक्तिगत स्वार्थ होला, हाम्रो राष्ट्रिय स्वार्थ छ। जो देशको लागि माटोलाई माटो बोकेर हिँड्छन् राज्य, त्योभन्दा शक्तिशाली कोही पनि हुँदैन। मेरो त जग नै माटो हो। जब पृथ्वीको साथ मलाई छ, अनि सुशीला कार्की अनि ओमप्रकाश सरयाल वा केपी ओलीले भिड्न सक्छन् हामीसँग? उनीहरू त आफू दोहोरी खेलिरहेछन् नि। यतापट्टि गृहमन्त्रीले होइन, मैले देख्दै थिएँ स्वागत नेपाललाई पक्राउ गरेको भिडियो। जवाफ अर्को आउने दोहोरी त खुब मजाको चलिरहेछ नि गृहमन्त्री र केपी ओली बिचको। होइन, गृहमन्त्रीले बडो सठिक जवाफ हिजो दिनुभएछ। उहाँलाई बाबु भनेको मन परेन छ, केपी ओलीले बाबु भनेको। यो क्षुद्र केपी ओलीले नि यो एकतन्त्रीय शासनभन्दा बढी ठुलो आफूलाई ठानेर जसलाई पनि बाबु भन्दै हिँड्दो रहेछ। यसलाई बाको ठुलो सपना देखेको छ यसले। मानसिक रोग हुन्छ एउटा राज्य मान्छेलाई, मै राजा हुँ, मै सबै हुँ भनेर। त्यत्रो 10 दिन 9-10 दिन गरेर लुकेर बसेर आएको मान्छे अहिले हुङ्कार गर्न खोज्दैछन्। हो, हाम्रो लडाइँ हेर्नुहोस् न, यहाँ सुशीला कार्की सरकारले न्याय दिन सकेन, हामी सडकमा जाँदैछौँ। हाम्रो लडाइँ सरकारसँग हुने भयो।
त्योभन्दा बढी यो सरकारले विस्थापित गरेका शक्तिहरूसँग हाम्रो लडाइँ बाँकी नै छ फेरि। किनकि यिनीहरूले त जेनजीको सपना पुरा गर्न सकेन नि त सुशीला कार्की र ओमा रैयालहरूले। अनि त्यो जेनजी र नेपाल आमाको सपना नि यो देशद्रोही राष्ट्रघाती गद्दारहरू जसले हिजो नेपाल आमालाई बेच्ने दुष्प्रयास गरे, त्यसलाई कारबाही नभएसम्म नेपाल आमाको आँसु पुछिन्छ? त्यो कारबाही हामी गर्छौँ। सरकारले कारबाही गरेन भने नेपाली जनताले गर्छन्। जनस्तरबाट हुने कुनै पनि कारबाहीको लागि तयार हुन म आग्रह गर्छु। होइन जस्तो म चुनौती दिन्छु फेरि पनि आउनु सडकमा। सुन्नुहोस्, यी मारिएका जेनजी फर्किनु, राष्ट्र संस्था पनि फर्किने एउटै हो भन्छन् नि, कसरी सम्भव छ? होइन, तपाईँले एउटा कुरो के भन्नु, भुक्ने कुकुरले टोक्दैन। हामीले पटक पटक प्रमाणित गरेको छ। हाम्रा तत्कालीन कमान्डरहरू भन्ने पटक पटकको नेतृत्वमा गयो, 3 पटक असफल भयो। उसको अकर्मण्यताको कारणले आज जेनजी आन्दोलन जन्म्यो। युद्धको कमान्डरले देश छोडेर भागेपछि त्यो देशले अर्को देशलाई जित्न सक्छ? हामीले त्यो पीडा खेपेर बस्नु पर्यो। नभए चैत 15 को आन्दोलनले चैत 16 मा सकाइदिएको थियो सबै कुरा। कुनै आन्दोलन जन्मिन्थेन। अहिले केपी ओली जेल परेको कति महिना भइसक्यो। होइन, अहिलेको सरकारलाई जुन राज्य सत्ताबाट दमन गर्यो, जेनजीहरू मार्यो, हत्या गर्यो, ती पात्रहरू पक्राउन चाहिँ कसले अवरोध गरिरहेछ त, कि डराइरहेछ? होइन, मैले अस्ति नै 2टा कुरा छ कि यिनीहरूको सम्पूर्ण सम्पत्तिहरू चाहिँ स्रोत साधनहरू कहाँ छ, ककसमा यिनीहरूको लगानी छ, सरकारले त्यो अनुसन्धान गरिरहेछ। किनकि यिनीहरूलाई दैनिक खर्च नै तपाईँको करोडौँमा छ क्या। अब तस्कर माफियाहरूले पनि नि जस्तै प्रचण्ड निकट रहेका भनेको मिनबहादुर गुरुङ, हिजो त जसले पनि भाटभेटी नि म प्रचण्डको लगानी छ भन्थे नि त। उनी एकाएक केपी ओलीतिर किन ढल्के भन्दा केपी ओली सर्वशक्तिमान देखे उसले। त्यसपछि 11, 12, 14 रोपनी जति जग्गा कीर्तिपुर कतातिर दियो हो एमालेको पार्टी कार्यालय खोल्नलाई। अरबौँको जग्गा 14 रोपनी, अरबौँको कहाँ हो, 14-15 अरबको। त्यो घर पनि बनाइदिन्छु भन्यो। त्यहाँ अर्को उसले 2-4 अरब खर्च गरिदिन्छु भन्यो। अब केपी ओली देशभक्त राष्ट्रवादी हो भनेर त उसले पक्कै गरे होइन त्यो कुरा। ऊ शक्तिशाली छ, एमाले पार्टी शक्तिशाली हुँदै जान्छ। मेरो बिजनेस लामो समयसँग यो 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 समूहसँग मिल्यो भने म हुन्छु। प्रचण्ड हरास हुँदै गए, सकिँदै गयो। अब प्रचण्ड मलाई काम छैन भने व्यापारी उता लायो नि त। अब केपी ओली अहिले सम्पूर्ण रूपले सके नाङ्गो भए। अब ती तस्करहरूले त तपाईँको केपी ओलीलाई टेर्नेवाला छैन। ध्यान दिनुहोस् है, यहाँ निकै नै महत्त्वपूर्ण कुरा छ। हो, यस्तो अवस्थामा हिजो कहाँ उसले कालो धन लगानी गरेछ त केपी ओलीले, त्यो झिक्नको लागि सरकारको रणनीति हुनसक्छ। अन्यथा ओम प्रकाश अर्यालले तेरो औकातमा ल्याइदिन्छु भनेर किन भने त केपी ओलीलाई? सरकारले आफ्नो तागत देखाइदिन्छ, हिसाब गरेर हिँड्दै गर्नुहोस्। कानुनको कठघरामा आउँछ, अपराधी जेल पर्छ, बोलिसक्यो त। उपत्यका छोड्न दिएको छैन। उपत्यका छोड्न दियो, भारत हुँदै झापा हुँदै ऊ भारत जाने तर्खरमा छ। पासपोर्ट निषेध गरिसकेको छ, रद्द गरिसकेको छ। नभए रोइलो किन गर्नु पर्यो? गुन्डुमा उसका मान्छेहरूले कुटी बनाइदिने भनेकै छ। ओली कुटी बन्ने भने त्यही त महल बनाइदिएकै छ। भनिसक्यो नि। 5-7 हजारले सुरक्षा दिइरहेकै छ युवाहरूले। त्यो सबैलाई तलब खुवाउनलाई उसले व्यवस्थापन गर्दिन नै होला। मलाई कहाँ विश्वास छ भने केपी ओलीको